हामी अहिले के दोस्रो तलामा हामी फर्स्ट तलामा छौँ होइन अहिले फर्स्ट त तर लास्टको भयो नि लास्टको चाहिँ ग्राउन्ड फ्लोर हो यिनीहरूले काम गर्दैछ यो त पुरै रुमहरू जस्तै बनाएको छ त यो त यताबाट केबुलहरू जान्छ यहाँको जुन केबुलहरू ए त्यो केबलहरू राख्ने ठाउँ यिनीहरू यस्तो बनाएको छ यहाँबाट लाइट आएर यिनीहरूको तार जान्छ ए यहाँबाट करेन्ट पास हुने होला होइन ए यसबाट करेन्ट पास हुने तल आइसक्यो ए अझै क्लियर भएको छैन त्यसरी गर्ने छ त्यसमा केबुल जान्छ अब करेन्टहरू बोक्ने त्यहाँबाट करेन्ट बोक्ने होइन यो भित्रैको मेसिनको मात्रै भित्रको जुन चाहिँ मेसिन छैन नि यी मेसिन हुन् यिनीहरूलाई चलाउने यी चलाउने अब एउटा फेसमा एउटा मेसिनले 4वटा 5वटा हुन्छ नि त त्यो चालु गर्ने हो उतो पानी घुमाउने ए टर्बाइन मेन यो तलको हो तलको ए त्यो त्यसको अनि दुईटा पनि छ त अर्को पनि छ त यता अर्को पनि छ त्यसको काम सकिएको थियो अब जान्छ बाहिर ए पानी चाहिँ यता कताबाट आउँछ हौ पानी तपाईँको यताबाट आउँछ ए हो यो मेन टर्बाइन जस्तो लाग्यो यो पानी मेन आउने ठाउँ पानी आउने मेन गेट यो आएर यताबाट बस्छ यो देख्नुभएको छ नि त्यहाँबाट हेर्नु पर्छ त्यताबाट ए होइन यताबाट पनि यता छिर्दैन रहेछ नि ए यसबाट ल डाइरेक्ट पानी ल मेन गेटबाट यो होइन मेन पानी भित्र छिर्ने यस्तै छ मतलब त्यो फेरि यसरी पक्काबाट आउँदैन पुरा पाइप हुन्छ पाइपको डाइरेक्ट त्यहाँ बोल्ड लगाइदियो भने बोल्ड लगाइदियो पानी एक थोकको मतलब यता तल माथि पानी जाँदैन कहीँ पनि त्यहाँबाट सबैतिर पुग्ने हो पानी कि अरू पनि छ यस्तै होइन 4वटा देश छ नि त 4वटामै ए दामी रहेछ ल अरू तेर्सो गाई चाहिँ नेपालको सबभन्दा ठुलो त्यो कोशी प्रदेशको चाहिँ शङ्खसभा जिल्लामा रहेको यिनीहरू तपाईँको स्विच दिने यो बाहिरबाट यहाँ भित्र 1 किलोमिटर होइन कति छ 1 किलोमिटर हाम्रो त यता सर्टकट बाटो छ ए 2-3वटा ठाउँ रहेछ निस्किने कतिवटा पो छ गेट मतलब यता आएर फेरि अर्को 3वटा छ ए